भोट केमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो भने अब आफ्नै लौरो हल्लाउनै बस्ने देश बन्दैन देश हामी बिना देश कहिले बन्दैन हामी दिदिहाल्यो नि ल 2/3 दे यो नेपाली कङ्ग्रेसलाई मा कसम यो देश बनाएन भने म सार्वजनिक ठाउँमा आत्मदाह गरिदिन्छु ल के सोचेको गाँठे यार हामीसँग भिजन छ नि यार तपाईहरुमाथि तपाईहरु जुन जनयुद्ध लड्नुभयो 10 वर्षसम्म अन्तिममा आएर तपाईले ती माग पूरा गरेनन् भनेर तपाईहरुमाथि आतंकवादी आतंककारीका ट्याग समेतलाई दिए यस्ता ट्यागहरुले कसरी लिनुहुन्छ तपाईहरुले सही भन्नुभयो कोही कोही मान्छेहरुले भन्ने गर्छ जसले माओवादी अहिलेसम्म 4 पटक चुनावमा भाग लियो कहिल्यै पनि भोट दिएन त्यसले के भन्छ के खासो तिमीले चाहिँ आतंककारीहरु हैन त तपाईको सिर्जनाम पाउँछु भन्थे खोइ त भन्छ अनि भोट चाहिँ हाइटी बनाउने जस्तो कंगो बनाउने जस्तो हो तपाईको चाहिँ यो के अब युक्रेन बनाउने जस्तो भोट दिने तेस्रो पार्टी चौथो पार्टी बाइदिने हामीले तिमीलाई सिर्जना पाइदिने भने इस बनाउँछ तिमीलाई बन्धन गरे भने बन्धन त दिदिहाल्यो नि ल 2/3 दे यो नेपाली कङ्ग्रेसलाई मा कसम यो देश बनाएन भने म सार्वजनिक ठाउँमा आत्मदाह गरिदिन्छु ल के सोचेको गाँठे यार हामीसँग भिजन छ नि यार भोट चाहिँ दिँदैन जम्मै कांग्रेस एमालेलाई दियो त्यसपछि भोट केमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो भने अब आफ्नै लौरो हल्लाउनै बस्ने देश बन्दैन